यो हो दुबईको पैसा तिरी हिँड्ने बाटो, गन्तव्यमा पुग्न हुँदैन ढिलो, पुगिन्छ छिटो। न सिग्नल न जाम केही पनि हुँदैन, सरासर अघि बढ्ने हो कुद्ने हो, अगाडि बढ्नलाई कुद्नलाई कसैले रोक्दैन। नमस्कार, म हुँ शिव सङ्गम रेवली। आज म तपाईँलाई यति व्यस्त सहरबाट तपाईँलाई यात्रा सरभार गर्दैछु। भिडियो पुरा हेर्नुहोला, के चर्चा गर्ने कोसिस गर्दैछु। यो हो दुबईको विकसित क्षेत्र टुरिज्म एरिया। यो एरिया दुबईको शान पहिचान, विश्व प्रख्यात चिरपरिचित पर्यटकीय ठाउँहरू छ। विश्वको अग्लो टावर बुर्ज खलिफा, दुबई फिल्म म्युजियम, इमिरेट्स टावर सबै यही क्षेत्रमा पर्दछन्। यस ठाउँ त्यही भएर घुम्न लायक र दृश्य निहाल्न लायक, प्रशंसा गर्ने लायक धेरै ठाउँहरू छ। त्यही भएर यो चर्चित छ। यो ठाउँहरू यो सुन्दर छ, सफा छ। यो बाटो हेटे मार्फत साना तथा सम्पूर्ण गाडीहरूलाई पैसा लाग्दछ। यो बाटोमा सालीकार्ड लाग्दछ। यो बाटोमा सालीकार्ड मार्फत पैसा पे गरेर गाडीहरू आफ्नो गन्तव्यमा अगाडि बढ्नुपर्ने हुन्छ। यो बाटो धेरै नै खाली हुन्छ, छोटो छ, छिटो पुगिन्छ। यो बाटोमा धेरै गाडीहरू हुँदैन, किनकि यो बाटोमा गाडीहरू हेटे मार्फत पैसा तिर्नुपर्ने हुन्छ। त्यही भएर यो बाटोमा खासै गाडीहरू देखिँदैनन्। यस बाटोमा न सिग्नल न ट्राफिक, कुनै पनि जाम हुँदैन, खेप्नु पर्दैन। त्यही भएर सरासर गन्तव्यमा पुग्नलाई अति नै छिटो हुन्छ। र यस बाटो हेटे मार्फत हामीले विभिन्न दृश्यहरू देख्न सक्छौँ। त्यसैगरी दुबई मेट्रो चलिरहेको, त्यसैगरी हामीले सुरुदेखि देख्न सक्छौँ दुबई फिल्म, त्यसैगरी म्युजियम, बुर्ज खलिफा, इमिरेट्स टावर, विभिन्न 5 तारे 7 स्टार जस्ता होटल, त्यसरी ठुल्ठुला अपार्टमेन्ट बिल्डिङहरू, विभिन्न बाटोभरि सजाएका फुलका गार्डनहरू, विभिन्न दृश्यहरू हामीले हेर्दै निहाल्दै अगाडि यात्रा गर्नु पर्दछ। धेरै नै यो बाटोमा हिँड्न सबैलाई मन लाग्दछ। यस बाटोमा जसलाई इमर्जेन्सी पर्छ, जसलाई आफ्नो गन्तव्यमा पुग्न छिटो पुग्नुपर्ने हुन्छ, त्यस्ता सवार गाडीहरू यस बाटोमा हामी देख्न सक्छौँ। र अन्य गाडीहरू पनि कुद्न सक्छन्। यो बाटोमा धेरै नै रमणीय ठाउँ छ। हामी आज यो बाटो मार्फत हिँड्यौँ, अर्को दिन अरू बाटोबाट हेर्दैछौँ, तपाईँहरूलाई भिडियो देखाउनेछु।